सिलाइसकेका छौं। अब यो ड्राफ्ट अनुसार चाहिँ हामीहरु कपडा कटिङ गर्दै छौं। कपडा चाहिँ मैले यो खालको रेड कलरको कपडा लिएको छु, हेर्न सक्नुहुन्छ। यसलाई मेरो चाहिँ 250 रुपैयाँ पर मिटर परेको छ। अब यहाँनिर मेरो स्पेस अलिकति कम र यो टेडी बेयर एकदमै ठुलो हुनाले म तपाईहरुलाई कटिङ्स गरेर देखाउँछु। यो ड्राफ्ट अनुसार हामीले काट्ने हो र कपडा ओछ्याउँदा हेर्न सक्नुहुन्छ मैले यो थोरै टुक्रामा भयो भने नि यहाँ देखाइरहेको छु। यसरी आफूतिर चाहिँ यो रौं फर्किने गरेर राख्नुपर्छ, हेर्न सक्नुहुन्छ। हामीले प्रष्ट देख्छौं कि यो रौं चाहिँ यता तल फर्केको छ, यसरी राख्ने र यो रौं जता फर्केको छ त्यही अनुसार चाहिँ हामीले यो हाम्रो जुन ड्राफ्टमा दिएको यो एरो छ त्यो चाहिँ यसरी राख्नुपर्छ। जता चाहिँ हाम्रो यो रौं फर्केको छ एरो नि त्यतै फर्किनुपर्छ। यसरी चाहिँ हामीहरुले अब सबै यो ड्राफ्टहरुलाई चाहिँ म तपाईहरुमाझ काटेर देखाउँछु, ठ्याक्क सेम यस्तै गरेर। हेर्न सक्नुहुन्छ मैले दुईटै कानको भाग सिलाइसकेको छु। यसलाई हल्का यसरी साइड साइडमा तान्देको छु, हेर्न सक्नुहुन्छ। यसलाई चाहिँ हामीले यसरी सुल्टो पारेर नि हेर्न सक्छौं। हेर्न सक्नुहुन्छ सुल्टो बनाउँदा यस्तो देखिएको छ। यसरी दुईटा कानको भाग सिलाइसकेपछि चाहिँ हामीहरुले यो मुखको भागलाई सिलाउन सक्छौं। मुखको भागलाई चाहिँ हामीहरुले यो टुप्पोदेखि यो टुप्पोसम्म सेम यो कानलाई सिलाएको जस्तै गरी नट स्टाइलले चाहिँ हामीहरुले यहाँदेखि यहाँसम्म सिधा सिलाइदिन सक्छौं। हेर्न सक्नुहुन्छ मैले यो सिधा भाग सिलाइसकेको छु, यस्तो देखिएको छ। यसलाई एकदम बलियो सिलाउनु पर्छ, हेर्न सक्नुहुन्छ, ताकि यहाँ फाइबरको प्रेस पर्दाखेरि चाहिँ सिलाइ यसरी हेर्न सक्नुहुन्छ बलियो देखियोस्। यति गरिसकेपछि चाहिँ हामीहरुले यो हाम्रो क्रिजको भागहरुलाई सिलाउनु पर्छ यस्तो गरेर। हेर्न सक्नुहुन्छ यस्तो गरी सिलाउने हो क्रिजको भागलाई।
यस्तो देखिनु पर्यो हेर्दाखेरि। यसमा चाहिँ हाम्रो 4वटा क्रिज रहेको थियो, एउटा मैले सिलाएँ र बाँकी हेर्न सक्नुहुन्छ एउटा दुईटा तीनटा क्रिज छ। यसलाई नै मैले सेम यस्तै गरेर यसरी सिलाउँदै जान्छु, हेर्न सक्नुहुन्छ। अब म तपाईहरुलाई यो क्रिजको भागहरु चाहिँ सिलाएर देखाउँछु। हेर्न सक्नुहुन्छ मैले एउटा दुईटा यहाँ तीनटा चारवटा गरेर मैले चारैवटा यहाँ क्रिजहरु चाहिँ सिलाइसकेको छु। अब यति गरिसकेपछि चाहिँ हामीहरुले नोजको भाग राख्दिन सक्छौं। मैले पहिला नै भनेको थिएँ यो चाहिँ बुझ्नको लागि मात्रै यो होल छोड्नु होला, मेन ड्राफ्ट चाहिँ यो हो, यो अनुसार एडजस्ट गर्नुपर्छ भनेर। अब हेर्नुस् है, यसरी राख्नुपर्छ। त्यो अनुसार चाहिँ हाम्रो अलिकति सानो हुन जान्छ। यो चाहिँ यसलाई हामीहरुले यसरी फोल्ड गरेर यसरी राखेर हल्का यसलाई खोल्दिन सक्छौं। यति गरिसकेपछि अब हामीहरुले यसलाई चाहिँ हेर्न सक्नुहुन्छ। म दुईटालाई एकैचोटी जोइन गर्न सिकाउँदै छु। मैले यसलाई यसरी राखेर अब यो नोजको भागलाई यसरी डबल गरेर दुई ठाउँमा बराबरीमा चिन्ह लगाएँ। त्यसपछि यसलाई चाहिँ हामीहरुले एउटा सुल्टो गरेर यता राखेर टाँका लगाइदिन्छु, हेर्न सक्नुहुन्छ। त्यसपछि यसलाई यतापट्टि सुल्टो गरेर हेर्न सक्नुहुन्छ। एउटा सुल्टो चाहिँ यता हाम्रो बाहिर देखिनु पर्यो, एउटा सुल्टो फेरि यता बाहिर देखिनु पर्यो। अब यसरी राख्दिन्छु म। यसको नि यहाँ बिचमा मैले चिन्ह लगाएको छु, हेर्न सक्नुहुन्छ। सेम यस्तै गरेर यहाँ नि टाँका लगाउने। यो हाम्रो सिलाइ बराबर भयो भने यो चाहिँ हाम्रो ड्राफ्ट गर्दाको मैले हाफ ड्राफ्टबाट फोल्ड गर्दा देखाएको थिएँ, त्यसैले यो हाम्रो सिधा लाइन मान्छौं हामीहरु। यसरी टाँका लगाइसकेपछि चाहिँ हामीहरुले यसलाई यसरी बराबर गर्दै यसरी साथमै सिलाउँदै जान सक्छौं, हेर्न सक्नुहुन्छ। यसलाई चाहिँ यो नोजको फाइबरहरु जुन हाम्रो ठुलो मुख हुनाले सर्छ भनेर राखिएको हो। यसलाई चाहिँ तपाईहरुले यो नोजको भाग जोडिसकेपछि हल्का त्यही सिलाइमा पर्ने गरी यस्तो गरेर कपडा सिलाउने स्टाइलले यसरी यस्तो स्टाइलले पनि तपाईहरुले जोइन गर्न सक्नुहुन्छ। मैले चाहिँ एकैचोटी जोड्न सिकाएको छु। यस्तो गर्दा नि भयो र अघि भनेको जस्तो गर्दा नि भयो, छुट्टा छुट्टै जोइन गरेर। अब चाहिँ हाम्रो हेर्न सक्नुहुन्छ यसरी हामीले सिलाउन सक्छौं र हल्का हामीहरुलाई एडजस्ट गर्नु पर्यो भने अब चाहिँ गोलै नकाटेर हामीहरुले यसरी यसलाई हल्का जिगज्याग काट्दिन्छौं। त्यस्तो भयो भने चाहिँ नोजको भाग एकदम टाइट र राम्रो देखिन्छ। यसरी हामीहरुले दुईतिरै जिगज्याग काटिसकेका छौं, हेर्न सक्नुहुन्छ। यसरी जिगज्याग कट गरिसकेपछि चाहिँ हामीले यसलाई यसरी हल्का यसलाई तन्काउँदै यसरी सिलाउन सक्छौं। अब चाहिँ हाम्रो बराबर हुन्छ, हेर्नुस् यो साइड पनि बराबर हुन्छ। अब चाहिँ हामीले यसलाई सेम यस्तै नट सिलाइले वरिपरि सिलाइदिन सक्छौं साथीहरु। अब म तपाईहरुलाई सिलाएर देखाउँछु, हेर्न सक्नुहुन्छ। मैले नाकको भाग पुरै सिलाइसकेको छु। अब यसमा चाहिँ हामीहरुले यसमा यो भित्रपट्टिको यो जुन इनर नोज थियो हाम्रो त्यसलाई चाहिँ हल्का कट गर्दिने। त्यसपछि यहाँबाट फाइबर राख्न सक्छौं हामीहरुले। यसलाई नोजको भाग एकदम टाइट हुने गरेर
यसरी हामीले टाइट गरी नोजको भागमा फाइबर राखिसकेपछि चाहिँ हामीले यो जुन खोलेको भागलाई हल्का रूपमा यसलाई क्लोज गरिदिन सक्छौं। यसरी हाम्रो क्लोज गरिसकेपछि चाहिँ हेर्न सक्नुहुन्छ साथीहरु, मुखको भाग चाहिँ बनेर रेडी हुन्छ। अगाडिबाट हेर्दा पनि यसलाई यस्तो देखिन्छ। नाकको भाग चाहिँ अलिकति हाम्रो टाइट देखिन्छ। यसरी चाहिँ हाम्रो इनर नोज राख्दाखेरि चाहिँ यसरी हाम्रो मुखको भाग बनेर रेडी भयो। अब हामीहरु अगाडि फेसको भागमा गइरहेका छौं। फेसको भाग जोइन गर्नको लागि चाहिँ हाम्रो यो सबै पार्ट्सहरु हामीले जोड्नु पर्छ यसमा। हेर्न सक्नुहुन्छ यो दुईटा हाम्रो साइड फेस र यो फरहेड पार्टलाई हामीले एकैचोटी जोइन गर्न सक्छौं। यो टुप्पो र यो टुप्पोमा टाका लगाइदिनुस्। त्यसपछि यो टुप्पो र यो टुप्पोमा टाका लगाइदिनुस्, एकदम बराबर हुन्छ। त्यसपछि यो टुप्पो र यो टुप्पोमा टाका लगाइदिनुस्, सेम उताको जस्तै गरेर। यसमा पनि सेम त्यसै गरी टाका लगाइदिनुस्। ठ्याक्कै टुप्पोमै परोस् है साथीहरु। त्यस्तै गरी अब यो भागमा नि यो दुईटा यो टुप्पो र यो टुप्पो र यो टुप्पो र यो टुप्पोमा टाका लगाइदिने। हेर्न सक्नुहुन्छ यसरी हामीले टाका लगाइसकेपछि अगाडिको टाउकोको भाग चाहिँ हाम्रो शेप रेडी हुन्छ। हेर्न सक्नुहुन्छ यो मुख हाल्ने भाग भयो हाम्रो, यहाँनिर मुखको भाग बस्छ। अब हामीले हेर्न सक्नुहुन्छ बराबर छ। यो टुप्पोदेखि यो टुप्पोसम्म एकदम धेरै नतन्काउनु होला, कप शेप छ, तन्क्यो भने राम्रो देख्दैन। हल्का हातले सिलाउनु पर्छ। यो बराबर गरेर यसरी सिलाउने, सेम त्यस्तै यहाँ पनि त्यस्तै गरी सिलाउने र यो अगाडिको पार्टलाई पनि त्यस्तै गरी सिधा यहाँनिर शेप अनुसार सिलाइदिने। सिलाइ चाहिँ सेम त्यस्तै हो साथीहरु, कान सिलाएको जस्तै गरी नट स्टाइलले। अब म तपाईहरुलाई यो पार्ट सिलाएर देखाउँछु। हेर्न सक्नुहुन्छ मैले यो अगाडिको टाउकोको भाग सिलाइसकेको छु। यसलाई हल्का यसरी तान्दिन सक्छौं। यसरी मैले 1 2 3 तिरै सिलाइसकेपछि चाहिँ हामीले यो क्रिजको भाग सिलाउन सक्छौं। क्रिजको भागलाई सिलाउँदा चाहिँ मैले यसलाई यसरी फोल्ड गर्दै सेम नट स्टाइलले हामीले सिलाउन सक्छौं। यताबाट भन्दा हामीहरूले पहिला यताबाट सुरु गर्दा राम्रो हुन्छ। सिलाउँदा त फरक परेन, तर चुच्चो हाम्रो चाहिँ शेप निकाल्ने हुनाले यताबाट सुरु गर्नु होला। यसरी चुच्चो शेप आउने गरी हामीले सिलाउनु पर्छ। यसरी हेर्दा चाहिँ यस्तो देखियो। अब त्यसपछि म सेम अर्कोतिरको नि त्यसै गरी सिलाउँछु।
यसरी हामीले सिलाइसकेपछि चाहिँ यो हाम्रो फ्रन्ट हेड फ्रन्ट फेस जे भने नि हुन्छ, यो हाम्रो बने रेडी हुन्छ साथीहरु, हेर्न सक्नुहुन्छ। अब यो रहेको छ हाम्रो पछाडीको टाउकोको भाग। यसलाई पनि हामीले यो दुईटा टुप्पोमा चाहिँ टाँका लगाइदिनु पर्छ, यहाँ र यहाँ। यो चाहिँ हामीहरूले नतन्कियोस् भन्नको लागि टाँका लगाउने हो साथीहरु। एकातिरबाट मात्रै तन्क्यो भने चाहिँ हाम्रो सेप बिग्रिने हुनाले चाहिँ हामीले टाँका लगायो भने एकदमै इजी हुन्छ सिलाउन। यसरी दुई ठाउँमा टाँका लगाइदिसकेपछि सेम कान सिलाएको जस्तै नट स्टाइलले हामीहरूले यो सेप अनुसार यहाँदेखि यहाँसम्म सिलाउने। अब म सिलाएर देखाउँछु तपाईहरुलाई। यो पछाडीको टाउकोको भाग यानी कि ब्याक हेड पनि मैले सिलाइसके, हेर्न सक्नुहुन्छ यो सिधा भाग। त्यसपछि चाहिँ यसको यो दुईटा क्रिज रहेको छ जुन मैले चाहिँ यो फ्रन्ट फेसमा जस्तो गरेर सिलाइदिएको छु, जुन मैले यहाँ सिलाएर देखाएको थिएँ फ्रन्ट फेसमा। सेम त्यस्तै गरी दुईटा यो क्रिज पनि मैले सिलाइदिएको छु। अब यति गरिसकेपछि चाहिँ हामीहरूले यसलाई यसरी राखेर यसलाई यो साइडबाट यसरी राख्ने। त्यसपछि चाहिँ हामीहरूले दुईटा हेडको पार्टलाई जोइन गर्न सक्छौं साथीहरु। यो हाम्रो टुप्पो भागमा एउटा टाँका लगाइदिने ताकि नसरोस्। सेम यहाँ पनि। त्यसपछि यो हाम्रो जुन फरहेडको पार्टलाई यस्तो गरेर यसलाई दोबारेर बिचको भागमा हामीले चिन्ह लगाउने। यसरी सिधा चिन्ह लगाउने। त्यसपछि यो चिन्हलाई चाहिँ लगेर हामीले यो सिलाइमा टाँका लगाइदिने। यति गरिसकेपछि चाहिँ हामीहरूले यो भागसम्म नर्मल सिलाउनु पर्छ। त्यसपछि यताबाट नि यो भागसम्म हामीहरूले नर्मल सिलाउने। त्यसपछि हामीहरूले कानको भाग जोड्नु पर्छ। कानको भाग जोड्नु भन्दा अगाडि नै मैले चाहिँ कानको भाग नसरोस् भन्नको लागि मैले यहाँनिर अट्याच गरिदिन्छु कानको भागलाई। कानको भागलाई अट्याच गर्नुको अगाडि चाहिँ हामीहरूले फाइबर हल्का राखिदिनु पर्छ। यसरी फिजाएर राखिदिनु पर्छ फाइबर राख्दा। त्यसरी एउटा कानमा राख्यौं भने हामीले सेम यस्तै गरी अर्को कानमा पनि राखिदिने। बराबर हुनु पर्यो। त्यसपछि चाहिँ हामीहरूले यसलाई यो हेर्न सक्नुहुन्छ है, यो निधारको यानी कि फरहेडको पार्ट सिलाइमा ठ्याक्क यो सिलाइ छ हेर्नुस् फरहेडको। यहाँनिर यसरी हामीले जोइन गर्दिने। यसलाई मात्रै जोइन गर्दिनुस् अहिले।
यसलाई चाहिँ हामीले यसरी रफली यहाँ अट्याच गरिदिन सक्छौँ, मात्रै नझरोस् भन्नको लागि हो साथीहरू। र यो सिलाउँदाखेरि सरेर तलमाथि नहोस् भन्नको लागि हो। यसरी हामीले रफली अट्याच गरिदिँदा हुन्छ, फरक परेन। हेर्न सक्नुहुन्छ हामीले यसरी नसरोस् भन्नको लागि चाहिँ अट्याच गरिदिने हो। यति गरिदिइसकेपछि चाहिँ हामीले चाहिँ अर्को पार्टसँग अट्याच गर्ने बेलामा चाहिँ यो कानको भाग चाहिँ तलमाथि नै हुँदैन र झर्ने सम्भावना पनि हुँदैन। हेर्न सक्नुहुन्छ मैले दुईतिरकै कानलाई चाहिँ रफली यहाँ जोइन गरिसकेको छु। यसले गर्दा चाहिँ झर्दैन। अब हामीले चाहिँ यसलाई यसरी एट्याच गरेर गर्दा सर्ने सम्भावना हुँदैन। हेर्न सक्नुहुन्छ यसलाई नै एट्याच गर्दै मैले के चाहिँ ध्यान दिनुपर्छ भन्दा साथीहरू, यो हामीले कान चाहिँ हेर्न सक्नुहुन्छ है, फरहेडको पार्टको यो सिलाइ ठ्याक्क दुईतिरको सिलाइबाट चाहिँ हामीले कान जोड्नुपर्छ। हेर्नुहोस् है, यो बिचको हाम्रो फरहेडको पार्ट भयो, यसको यता साइड फेसको यो सिलाइसँग ठ्याक्कै कान जोड्दै जाने। यहाँ पनि ठ्याक्कै कान जोड्ने। यो बिचको भाग चाहिँ सिम्पल सिलाइ हुन्छ हाम्रो। अब चाहिँ सेम यस्तै नट सिलाइले म यो टुप्पोदेखि सट्टा सेप बनाउँदै यो टुप्पोसम्म सिलाउँछु साथीहरू। अब कानको भागलाई अब हामीहरूले योसित यसरी अट्याच गर्दै यो कानको भाग र यो अगाडि पछाडिको दुईटै टाउकोलाई अब साथमै एकदम बलियो गरी हामीले यो नट सिलाइले सिलाउनु पर्छ। हेर्न सक्नुहुन्छ। अब म सबै सिलाएर देखाउँछु तपाईहरुलाई। हेर्न सक्नुहुन्छ मैले टाउकोको पुरै भाग सिलाइसकेको छु। यसलाई हल्का यसरी तान्दिन सक्छौं। हेर्न सक्नुहुन्छ कानको भाग नै एकदम बलियो सिलाएको छु। यस्तो देखिएको छ सुल्टो गर्दा। अब म यसलाईमा चाहिँ मुखको भाग हाल्दै छु। मुखको भाग राख्नको लागि चाहिँ यो दुईटा सिलाइलाई यसै दोबारेर हेर्न सक्नुहुन्छ यसको बिच भाग पत्ता लगाउने। त्यस्तै गरी यो सिलाइ र यो सिलाइ पनि यसरी दोबारेर यसको बिच भाग पत्ता लगाउने। सेम त्यस्तै। अब यति गरिसकेपछि हामी यहाँ मुखको भागलाई एड गर्दै छौं। मुखको भागलाई एड गर्नको लागि चाहिँ हेर्नुस् यहाँ बिच भाग चाहिँ हाम्रो ड्राफ्ट गर्दैखेरिको त्यसलाई लिएको छु मैले। त्यसलाई यो हाम्रो बिचको भागमा टाका लगाइदिने। त्यस्तै गरी यो हाम्रो जुन क्रिजको भाग रहेको छ यो लास्टको क्रिजको भाग, यो क्रिजलाई चाहिँ यो टाकामा यो हेर्न सक्नुहुन्छ। यो मैले चिन्ह लगाएको यहाँनिर चाहिँ हामीले टाका लगाइदिने। त्यस्तै गरी यो सिलाइ भागलाई यो सिलाइ भागमा टाका लगाइदिने। त्यसपछि यता पनि सेम त्यस्तै यो हामीले जुन चिन्ह लगाएको थियौं यो भागलाई चाहिँ यो क्रिजमा हामीले टाका लगाइदिने।
हेर्न सक्नुहुन्छ लास्टको क्रिज हेर्न सक्नुहुन्छ एक ठाउँ दुई ठाउँ तीन ठाउँ चार ठाउँ चाहिँ मैले यहाँ टाका लगाइसकेको छु। यति टाका लगाइसकेपछि चाहिँ तपाईहरुलाई मैले ड्राफ्ट गर्दा नि भनेको थिएँ यो चाहिँ खासमा हामीले बुझ्नको लागि बनाइराख्ने, यो राख्ने बेलामा हामीले एडजस्ट गर्न सक्छौं भनेर अब यहाँ हल्का हामीहरुले जिगज्याग गर्दिने। हेर्न सक्नुहुन्छ मैले मुखको भाग चाहिँ यहाँ जोइन गरिसकेको छु। अब त्यसपछि चाहिँ यसलाई हामीले यसरी हल्का तान्देर यसरी एडजस्ट गराइदिन सक्छौं। यसरी तन्केपछि चाहिँ हाम्रो यताको भाग राम्रो देखिन्छ। त्यसपछि अब हामीहरु यसमा फाइबर राख्न सक्छौं।
त्यसपछि रहेको छ अब आँखाको भाग राख्नको लागि चाहिँ हेर्न सक्नुहुन्छ यो मैले चाहिँ रेडिमेड यो आइज लिएर आएको छु। यो चाहिँ 32 नम्बरको छ। तपाईहरुले चाहिँ 30 टु 35 को जुन पनि राख्न सक्नुहुन्छ है। अब त्यसपछि रहेको छ आँखा राख्ने त सधैँ चाहिँ हेर्न सक्नुहुन्छ यो हाम्रो फरहेडको सिलाइको यो सिलाइ भन्दा ठ्याक्कै यतापट्टि राख्ने हो हामीहरुले यसरी। यसरी हेर्न सक्नुहुन्छ एउटा आई मैले यहाँ राखिसकेको छु। अर्को सेम त्यस्तै गरेर हामीले यतापट्टि राख्छौं। हेर्न सक्नुहुन्छ मैले दुईटै आइको भाग चाहिँ यहाँ राखिसकेको छु। हेर्न सक्नुहुन्छ यसरी चाहिँ हाम्रो टाउकोको भाग बनेर रेडी हुन्छ साथीहरु। हेर्न सक्नुहुन्छ हाम्रो पुरा नबनेसम्म चाहिँ यसको रौँहरु एकदमै निक्लिन्छ। यसरी रौँहरु निक्लेर चाहिँ हाम्रो जताततै टाँसिन्छ। त्यही भएर हामीले चाहिँ किचन बच्चादेखि चाहिँ अलिकति टाढा रहेर यो बनाउनु पर्छ। एकदम यसलाई बनाउनु बेलामा चाहिँ केयर गर्नुपर्छ, भित्र पनि जान सक्छ। यसरी चाहिँ हाम्रो रौँहरु निक्लिन्छ। तर हामीहरुले जब बनाएर रेडी गर्छौं र यसलाई टकटकाउँछौं या एकचोटी धुन्छौं त्यसपछि चाहिँ आउँदैन है साथीहरु। हेर्न सक्नुहुन्छ साथीहरु हाम्रो टाउकोको भाग चाहिँ बनेर रेडी भएको छ। हेर्न सक्नुहुन्छ यसरी दुईतिर टाँका लगाएपछि चाहिँ हामीहरुले सेम नट सिलाइमा सिलाउन पनि सक्छौं। यदि घरमा तपाईहरुको मेसिन छ भने मेसिनमा पनि तपाईहरुले सजिलै यसलाई सिलाउन सक्नुहुन्छ। कहिलेकाहीँ चाहिँ कपडा चिप्लो हुनाले चाहिँ हामीहरुको चिप्लो कपडाहरु मेसिनले नसमाउँदा कागज राखेर पनि सिलाउन सक्नुहुन्छ है साथीहरु। कहिलेकाहीँ चाहिँ प्रब्लम हुन सक्छ मेसिनमा पनि, त्यस्तो बेलामा चाहिँ हामीले कागज राखेर सिलाउन सक्छौं। हेर्न सक्नुहुन्छ यस्तै नट सिलाइले चाहिँ अब यो टुप्पोदेखि यो टुप्पोसम्म हामीले सिलाउन सक्छौं। त्यस्तै गरी यो हाम्रो पछाडीको भाग पनि मैले यहाँ टुप्पो टुप्पोमा टाँका लगाएको छु। टाँका लगाइसकेपछि चाहिँ हामीहरुले यसरी हामीहरुले जति आफूलाई अड्कल यहाँनिर फाइबर राख्नको लागि जति आफूलाई इच्छा लाग्छ त्यति राख्न सक्नुहुन्छ। यसमा केही यस्तो यति नै राख्नुपर्छ भन्ने छैन। मैले यसरी एजम्पसन गरेर त्यति राख्दिएको छु। यति भागमा चाहिँ मैले सिलाउँछु भने यो भाग चाहिँ मैले फाइबर राख्नको लागि छोड्दिन्छु। अब म तपाईहरुलाई यो टुप्पोदेखि यो मैले चिन्ह लगाएको भागसम्म र यो टुप्पोदेखि यो
चिन्ह लगाएको भागसम्म सेम नट सिलाइले यो पछाडीको भाग पनि म सिलाएर देखाउँछु। हेर्न सक्नुहुन्छ मैले दुईटै पार्टहरु सिलाइसकेको छु। यो ब्याक पार्ट भयो हाम्रो ब्याक बडीको, यसलाई मैले सिलाइसके। अब यसलाई यसै राख्न सक्छौं हामीहरु। र यो फ्रन्ट बडी पार्टलाई पनि मैले हेर्न सक्नुहुन्छ सिलाइसके। अब हामीहरु यसलाई यो माथि यसरी राखिदिन्छौं। त्यसपछि यो टुप्पोमा हामीले टाका लगाउने। त्यसपछि यो दुईटा टुप्पोमा टाका लगाउने। यति दुईटामा टाका लगाइसकेपछि सेम त्यस्तै यता पनि गर्ने हामीले। हेर्न सक्नुहुन्छ यता नि दुईटा ठाउँमा मैले टाका लगाएँ, यता नि दुईटा ठाउँमा। अब यता माथिको भाग चाहिँ हामीले खुल्लै छोड्दिने, यो भाग चाहिँ त्यस्तै यो भाग पनि खुल्लै छोड्दिने। यहाँ चाहिँ हाम्रो हातको भाग रहन्छ भने यो दुईटा टुप्पो हेर्न सक्नुहुन्छ यसलाई सिधा सिलाउने। यो हल्का हाम्रो ठुलो भएको चाहिँ यो बिच पार्टमा हामीले सानो क्रिज दिने र यसलाई हल्का तानेर यसलाई चाहिँ हामीले फिट गर्ने कोसिस गर्नुपर्छ। अनि रहेको यो हल्कालाई चाहिँ हामीले यो पेटको भाग अलिकति भुक्क देखाउनलाई दुई तीनटा क्रिज लगाइदिन सक्छौं। जति हुन्छ मसिनो, एकै ठाउँमा ठुलो नगर्नु होला। सेम त्यस्तै गर्ने यहाँ पनि। यसलाई नि सिधा सिलाउने, हल्का यहाँ क्रिज गरिदिने। धेरै भाग त ठुलो हुँदैन, हेर्न सक्नुहुन्छ हल्का मात्रै हुने हो। अब म तपाईहरुलाई यो दुईटै पार्ट चाहिँ सिलाएर देखाउँछु सिधा सिधा। हेर्न सक्नुहुन्छ मैले यो अगाडि र पछाडीको बडीको पार्टलाई चाहिँ जोइन गरिसकेको छु। यस्तो देखिएको छ, हेर्न सक्नुहुन्छ। अब हाम्रो चाहिँ यो भागमा चाहिँ हातको भाग जोइन हुन्छ। अब यसलाई हामीले यतिकै खुल्ला छोड्दिन्छौं। अब त्यसपछि रहेको छ यो हातको भाग। हातको भागलाई चाहिँ हामीहरूले यसरी बराबरमा राख्ने, हेर्न सक्नुहुन्छ। यसरी बराबर भइसकेपछि चाहिँ नसरोस् भन्नको लागि यहाँ एउटा टाका लगाइदिने। त्यसपछि यसको बराबरमा हेर्न सक्नुहुन्छ तलमाथि नपरोस् यहाँनिर एउटा टाका लगाइदिनु। त्यसपछि सेम यस्तै गरेर यहाँ पनि टाका लगाइदिनुस् एउटा। यसले चाहिँ हाम्रो बराबर रहन मद्दत गर्छ, किनकि कपडा चिप्लो हुनाले हामीले सिलाउँदा सिलाउँदै यो सर्न सक्ने सम्भावना भएर हामीहरूले चाहिँ तीन ठाउँमा टाका लगाइदिनु पर्छ यसलाई। हेर्न सक्नुहुन्छ हातको भाग हामीले दुईटै 1 नम्बर र 2 नम्बर हातलाई जोडेर यसरी टाका लगाइसकेको छौं। सेम त्यस्तै गरी म अर्को हातलाई पनि टाका लगाउँछु। सेम तरिकाले यो हातलाई नि मैले टाका लगाइसकेको छु, हेर्न सक्नुहुन्छ। दुईटा हातलाई हामीले यसरी टाका लगाइसकेपछि चाहिँ सेम नट स्टाइलले हामीहरूले यहाँदेखि यो सेप अनुसार बराबर छ, हेर्न सक्नुहुन्छ। सिलाउँदै गएर यो टाकासम्म सिलाउने। सेम यसलाई पनि यहाँदेखि यो सेप अनुसार सिलाउँदै यो टाकासम्म सिलाउने। यसरी चाहिँ हाम्रो दुईटा हातको भाग चाहिँ सिलाएर तयार हुन्छ। अब म तपाईहरुलाई पुरै सिलाएर देखाउँछु दुईटै हात। हेर्न सक्नुहुन्छ मैले दुईटै हातको भागहरु सिलाइसकेको छु। यसलाई हल्का यसरी सिलाइमा तान्दिनु होला।
अब यति गरिसकेपछि हेर्न सक्नुहुन्छ हामीले यो यहाँ टाका लगाएको थियौं भने यहाँ हल्का भाग छुटेको थियो, हेर्न सक्नुहुन्छ हल्का सानो पार्ट छ यहाँ। यो सानो पार्टलाई चाहिँ हामीहरूले यस्तो गरेर सिलाइदिने। यति गरिसकेपछि हेर्न सक्नुहुन्छ यो सिलाइ र सिलाइलाई यसरी समाउने र यसको यो बिच्चा भागमा हामीले चिन्ह लगाउने। त्यसपछि यो हाम्रो बाँकी बडी पार्टलाई यसरी फ्रन्ट बडी पार्टतिर फर्किने गरेर राख्ने र यसलाई चाहिँ अब हात जोड्नुपर्छ हामीहरूले। यताको पार्ट छ हेर्न सक्नुहुन्छ हात चाहिँ जोड्दाखेरि चाहिँ यो कप सेप माथि परेको र यो चाहिँ यस्तो घुमेको तल परेको यस्तो स्टाइलले हामीले जोड्नुपर्छ, हेर्न सक्नुहुन्छ। अब यसको लागि चाहिँ म यहाँ टाका लगाउँछु, यो टुप्पो र टुप्पोलाई यहाँ टाका लगाइदिन्छु। यताको टुप्पोमा नि सेम त्यस्तै गरी टाका लगाउने यो पार्टलाई। त्यसपछि यो हामीहरूले जुन बिच्चा भाग पत्ता लगाएर यो कालो पेनले यहाँ चिन्ह लगाएको थियौं यो भागलाई चाहिँ यहाँ सिलाइ भागमा हामीले राखेर टाका लगाइदिने। यति गरेपछि हेर्न सक्नुहुन्छ हाम्रो यो पार्टहरु बराबर हुन्छ र यताको पनि हाम्रो सेम यसरी बराबर हुन आउँछ र हामीहरूले यसलाई चाहिँ जोड दिन सक्छौं। अब सेम यस्तै गरी म यताको पार्टमा नि टाका लगाउँछु यो भागलाई सेम यस्तै प्रोसेसले। हेर्न सक्नुहुन्छ मैले दुईटै हातको भागमा चाहिँ यहाँ टाका लगाइसकेको छु। अब यसलाई चाहिँ हामीले यसरी बिस्तारै बराबर गर्दै यसरी सिलाउँदै जान सक्छौं। त्यस्तै गरी यताको भागमा पनि यसरी हामीले सिलाउन सक्छौं, धेरै तन्काउनु हुँदैन, हेर्न सक्नुहुन्छ। र यताको भागमा नि यसरी हामीले सिलाउन सक्छौं। अब यसरी हामीले टाका लगाइसकेपछि चाहिँ हाम्रो हातको भाग तल माथि बाङ्गो टेढो पर्ने सम्भावना हुँदैन। सक्नुहुन्छ। अब म यो दुईटै हातको भाग चाहिँ तपाईहरुलाई सिलाएर देखाउँछु। हाम्रो यो मिडल बडी पार्ट बनेर रेडी भइसकेको छ। अब यसलाई चाहिँ हामीहरु यो हामीले अघिल्लो एपिसोडमा बनाएको हेडको पार्टसँग एड गर्दै छौं। यसलाई यसरी राख्ने अगाडिको पार्टतिर फर्काएर र टाउकोको भागलाई पनि यसरी राख्दिने। साथीहरु तपाईहरुले चाहिँ एकदम छोटो छोटो पार्ट गरेर एकदम बुझ्ने गरी बनाउन सिकाउनु भन्नुभएको भएर चाहिँ मैले चाहिँ एकदम तपाईहरुलाई बुझ्न सजिलो होस् भनेर एकदम पार्ट छुट्याएर चाहिँ एड गर्दै छु। यो मिडल बडी पार्ट भयो भने यो हेडको पार्ट भयो। अब यसलाई म यहाँ एड गर्दै छु यहाँनिर। अब हेर्न सक्नुहुन्छ यो हाम्रो कुमको भाग चाहिँ अब चाहिँ के छ भन्दाखेरि यो हातको भागमा एड भएको हुनाले यसको बिच्चा भाग पत्ता लगाउनु पर्छ यसरी। त्यस्तै सेम यता पनि त्यही गर्ने। यति गरिसकेपछि चाहिँ अब हामीहरूले यो टाउकोको भागमा टाका लगाउन सक्छौं यो मिडल बडी पार्ट राखेर। अब यो चिन्ह लगाएको भागमा चाहिँ यो हाम्रो सिलाइ भागलाई लगेर टाका लगाइदिनुस्।
अब त्यसपछि यो सिद्धाको हाम्रो सिलाइ भाग र यो सिद्धाको हाम्रो फ्रन्ट बडी पार्टको सिलाइ भागमा टाका लगाइदिनुहोस्। सेम यताको जस्तै गरेर यता पनि टाका लगाइदिनुहोस्। त्यसपछि यो पछाडीको हाम्रो यो सिलाइ भागबाट हेर्न सक्नुहुन्छ, योबाट अब यो ठ्याक्क हाम्रो यो हेडको पछाडीको सिलाइ भाग टाका लगाइदिने। हेर्न सक्नुहुन्छ, यसरी हामीहरूले चाहिँ 1 2 3 र यो पछाडी सिद्ध गरेर 4 ठाउँमा टाका लगाएपछि चाहिँ अब हाम्रो हेडको पार्ट चाहिँ एकदम सिधा र राम्रो बन्छ। अब यसपछि चाहिँ हामीहरूले यसरी यसलाई बराबर गर्दै सिलाउन सक्छौं। हेर्न सक्नुहुन्छ, त्यस्तै गरी पछाडीको पार्ट पनि यो पार्ट र यो पार्ट हामीहरूले यसरी बराबर गरेर सिलाउन सक्छौं। हेर्न सक्नुहुन्छ, हल्का हेर्न सक्नुहुन्छ, हल्का यसरी ठुलो आएको छ भने यसलाई हल्का तन्काउँदाखेरि चाहिँ बराबर हुन्छ हाम्रो, केही टेन्सन छैन। हेर्न सक्नुहुन्छ, यसरी चाहिँ अब हामीहरूले मिडल बडी पार्टमा चाहिँ हेडको पार्ट जोइन गर्न सक्छौं। साथीहरू, मलाई आशा छ तपाईहरुले अवश्य नै बुझ्नुभयो होला। यसरी टाका लगाइसकेपछि चाहिँ हामीलाई सिलाउन इजी पनि हुन्छ र हामीलाई सजिलै बुझिन्छ पनि र टाउकोको भाग चाहिँ हामीलाई बाङ्गोटेरो पर्ला भन्ने पिर पनि हुँदैन। अब यति टाका लगाइसकेपछि चाहिँ साथीहरू म यो मिडल बडी पार्ट र हेडको पार्टलाई चाहिँ यस्तै नट सिलाइले जोइन गरेर देखाउँछु। अब यसरी सबै कटिङ भइसकेपछि चाहिँ साथीहरू मेरो कपडा चाहिँ यति रहेको छ। हेर्न सक्नुहुन्छ, मैले 2 मिटर कपडा लिएर सुरु गरेको थिएँ। अब मेरो रहेको कपडा चाहिँ म देखाउँदै छु तपाईहरुलाई। यति रहेको छ मेरो कपडा 2 मिटरमा र यो टुक्रा यो रहेको छ। हेर्न सक्नुहुन्छ, यति टुक्रा र यो रहेको छ। यो हेर्न सक्नुहुन्छ, त्यसैले चाहिँ म साथीहरू यो 5 फिटको टेडी बियर बनाउन चाहिँ म 2 मिटरको कपडा लिएर आउनु भनेर सजेस्ट गर्छु। किनभने मेरो 2 मिटरमा यति मात्रै टुक्रा रहेको छ। यति टुक्रामा चाहिँ कहिलेकाहीँ हामीले कुनै पार्ट मिस हुँदा या रङ चाहिँ हामीले ड्राफ्ट गर्दाखेरि हामीलाई चाहिँ ब्याकअपको लागि चाहिँ अलिकति कपडा साइडमा चाहिने हुनाले म चाहिँ नयाँ बनाउँदै गर्नुभएको साथी हुनुहुन्छ भने चाहिँ 5 फिटको टेडी बियरलाई 2 मिटर ल्याउनु भन्छु। अब तपाईहरुले भन्नु होला तपाईले त 2 मिटरमा 6 फिटको टेडी बियर पनि सिकाउनु भएको थियो भनेर। तपाईहरुले टेडी बियर त्यो 6 फिटको चाहिँ पुरै तपाईले भिडियो हेर्नु पर्ने हुन्छ। त्यसको लागि चाहिँ मैले कसरी जोडेर
चाहिँ 2 मिटरमा 6 फिटको बनाएको थिएँ भन्नको लागि चाहिँ तपाईहरुले त्यो बुझ्नलाई सबै पार्टहरु चाहिँ 6 फिटको टेडी बियर हेर्न पर्ने हुन्छ साथीहरु। किनभने चाहिँ एउटा कुनै मिस्टेक गरेको छैन, एउटा मिस्टेक हुने बित्तिकै हामीलाई चाहिँ अलिकति कपडा चाहिन्छ। अनि अर्को कुरा मैले चाहिँ त्यसमा चाहिँ टुक्राहरू जोड्नुको साथसाथै ठुलो पार्टलाई पहिला सानोलाई एकदमै ब्यालेन्सिङ गरेको छु। त्यस्तो गर्न सक्नुहुन्छ भने ठिकै छ। यसको लागि 1.5 मिटरले पुग्छ हैन, नयाँ ट्राई गर्दै हुनुहुन्छ भने चाहिँ म 2 मिटर सजेसन गर्छु 5 फिटको टेडी बियरको लागि। हेर्न सक्नुहुन्छ यति मात्रै टुक्रा रहेको छ, त्यसैले म चाहिँ 2 मिटरै ल्याउनको लागि भन्छु। यो टुक्रामा चाहिँ तपाईहरुले एउटा सानो टेडी बियर बनाउन सक्नुहुन्छ मिडल साइजको। मैले जुन सिकाएको पनि थिएँ तपाईहरुलाई, यति कपडा रहेको छ मेरो 2 मिटरमा। अब यसरी हाम्रो फुल कटिङ भइसकेपछि चाहिँ हामीहरु सिलाउनतर्फ गइरहेको छौं। सिलाउनको लागि चाहिँ मैले पहिला ठुलो पार्ट यानि कि यो खुट्टाकै भाग लिएको छु। यो खुट्टालाई चाहिँ मैले चयन गर्नको लागि टाका लगाउन सिकाउँछु। पहिला यो सिम्पल पार्ट छ, यो र यो तपाईले यहाँ टाका लगाइदिन सक्नुहुन्छ। त्यस्तै रहेको छ, यो पनि टुप्पो टुप्पो एकदम सिम्पल भाग छ। यो टुप्पो टुप्पोमा तपाईहरुले टाका लगाइदिन सक्नुहुन्छ। यो कर्ड्स पनि हेर्न सक्नुहुन्छ, ठ्याक्कै एकदमै चिनिन्छ। यो ड्राफ्टमै भएको कर्ड्स हो, हेर्न सक्नुहुन्छ। यो कर्ड्स र यो दुईटा कर्ड्स चाहिँ हामीले जोड्दिने हो। कर्ड्स एकदम क्लियर देखिन्छ, केही छैन। यो पनि सिम्पल छ, तपाईले टाका लगाउन सक्नुहुन्छ यसमा पनि। अब यति एउटा दुईटा तीनटा ठाउँमा लगाइसकेपछि चाहिँ यो माथिको दुईटा भागमा चाहिँ अलिकति कन्फ्युजन छ साथीहरु, हेर्न सक्नुहुन्छ। यसको त टुप्पो नै छ, तपाईहरुलाई केही कन्फ्युजन भएन। र यो पार्ट चाहिँ तपाईहरुले कपडामा अलिकति यहाँनिर गर्न पर्ने हुन्छ। यो नदेख्ने हुनाले मैले चाहिँ यहाँ ड्राफ्टमै देखाइरहेको छु। यो चाहिँ हाम्रो हेर्न सक्नुहुन्छ ब्याकको यो टुप्पो है, हेर्नुस् है एकदम क्लियर छ। यो 2 सेन्टिमिटर अगाडि गएको यो टुप्पोमा लगेर टाका लगाउने हो। यो त क्लियर छ टुप्पो। यो पछाडीको चाहिँ भन्ने चाहिँ यो हाम्रो 2 नम्बरकोमा यसमा लगेर मैले टाका लगाउने हो। हेर्नुस् है यो टुप्पोलाई। त्यस्तै गरेर यता पनि हल्का तपाईहरुलाई कन्फ्युजन हुन सक्छ। हेर्नुस् यो त टुप्पो नै छ, यसको केही फरक परेन, यो टुप्पो नै जोड्ने हो। अब यहाँनिर चाहिँ यो हाम्रो सेप भएको हुनाले यसमा हल्का कन्फ्युजन हुन्छ तपाईहरुलाई, म त्यही भएर यो ड्राफै देखाइरहेको छु। हेर्नुस् है यो हामीले 1 सेन्टिमिटर जुन लिएको छौं, यो टुप्पो यो साइडको यो हेर्न सक्नुहुन्छ, अलिकति टुप्पो देखेको छ। यो टुप्पोमा चाहिँ हामीले टाका लगाउने हो। हेर्न सक्नुहुन्छ यो टुप्पोमा। हाम्रो टाका चाहिँ यसरी लाग्दैछ है, यसरी ठ्याक्कै यसरी चाहिँ हामीले टाका लगाउने हो। यो साइड यो टुप्पोमा यसरी यहाँले टाका लगाउने हो। यो कप हुनाले हल्का फ्लेक्सिबल हुनाले हामीले यसरी जोइन गर्छौं। यो दुईटा टुप्पोमा यो दुईटा टुप्पो टाका लगाउने हो। यताको त्यो भाग चाहिँ मैले यहाँ चिन्ह लगाएको छु, अलिकति ब्ल्याक देखिने गरेर। हेर्न सक्नुहुन्छ यहाँनिर चाहिँ हामीहरूले यसको टुप्पोलाई टाका लगाइदिने। हेर्न सक्नुहुन्छ मैले चाहिँ यो एउटा यो दुईटा बराबर, यो तीनटा यो चारवटा हेर्नु सेप मिल्छ यहाँ पनि। त्यसपछि यो पाँचौं 1 2 3 4 5 टोटल पाँचौंमा यो र यो पनि सेप मिल्छ। यसरी टाका लगाएको छु एउटा खुट्टालाई। अब अर्को खुट्टालाई नि म सेम यस्तै टाका लगाएर देखाउँछु हजुरहरुलाई। हेर्न सक्नुहुन्छ मैले अर्कोमा पनि टाका लगाइसके। 1 2 3 4 5 सेम टु सेम गरेर दुईटै खुट्टा हाम्रो टाका लगाइसक्यौं। अब चाहिँ हामीहरुले यहाँदेखि सिलाउन सक्छौं। यो भाग चाहिँ हामीले फुट प्याड राख्नको लागि चाहिँ खुल्ला गर्छौं दुईटै साइडको।
हेर्न सक्नुहुन्छ सेम यस्तै नट सिलाइले चाहिँ अब हामीहरूले दुईटै खुट्टा सिलाउन सक्छौँ। यहाँदेखि यहाँसम्म अनि त्यसपछि योबाट यसरी सेप अनुसार सिलाउँदै जाने। यहाँ खुल्ला भयो फुट प्याडलाई। सेम अर्कोलाई पनि यहाँदेखि यहाँसम्म र यो सिधा सिलाउने। यो भाग हाम्रो फुट प्याडलाई त यो माथिको भाग जोइन गर्नलाई हामीहरूले खाली छोड्नुपर्छ। अब म तपाईहरुलाई यो दुईटै खुट्टाको भाग चाहिँ सिलाएर देखाउँछु साथीहरु। हेर्न सक्नुहुन्छ मैले दुईवटै खुट्टा सिलाइसकेको छु। यस्तो देखिएको छ। यसलाई हल्का यसरी सिलाइ भागमा तान्दिने। यस्तो देखिन्छ यसको शेप चाहिँ। त्यस्तै गरी अर्को खुट्टा पनि त्यस्तै देखिन्छ सेम। यति गरिसकेपछि चाहिँ अब हामीहरूले यसमा फुट प्याड जोइन गर्नुपर्छ। फुट प्याड जोइन गर्नको लागि चाहिँ हामीले यसलाई यसरी बराबर भागमा फोल्ड गर्न सक्छौं। हेर्न सक्नुहुन्छ। बराबर भागमा फोल्ड गर्दा मैले हेर्न सक्नुहुन्छ दुई ठाउँमा चिन्ह लगाएको छु। यसको बराबर भागमा छ। यसरी चिन्ह लगाइसकेपछि चाहिँ हामीहरूले यहाँ जोइन गर्नुपर्छ यसलाई। यसको लागि चाहिँ हामीले के गर्नुपर्छ भन्दा साथीहरु यस्तो यो यसरी राख्दाखेरि हेर्न सक्नुहुन्छ यसरी जता फर्केको छ हेर्न सक्नुहुन्छ फरको साइड जता फर्केको छ त्यो चाहिँ अगाडिपट्टि र यस्तो भाग चाहिँ पछाडिपट्टि हुनुपर्छ। फर जता फर्केको छ त्यो चाहिँ अगाडिपट्टि टाका लगाइदिने। सेम त्यस्तै यता पनि टाका लगाइदिने सिलाइमा पर्ने गरेर। सेम यस्तै गरेर म अर्को खुट्टामा पनि तपाईहरुलाई टाका लगाएर देखाउँछु यो फुट प्याडलाई। हेर्न सक्नुहुन्छ मैले यसमा पनि टाका लगाइसकेको छु फुट प्याडलाई। यसरी मैले दुईटै फुट प्याडहरु चाहिँ यहाँ लेगको पार्टमा चाहिँ टाका लगाइसकेको छु। अब यसलाई चाहिँ हामीले यसरी यसको शेप अनुसार गोलै हुने गरेर बराबर यसरी हुने गरेर चाहिँ हामीले सिलाउन सक्छौं। हेर्न सक्नुहुन्छ यसमा पनि हाम्रो बराबर आएको छ। हेर्न सक्नुहुन्छ। अब हामीहरूले सेम सिलाइ यानी कि नट सिलाइमा यो दुईटै फुट प्याड चाहिँ सिलाउन सक्छौं साथीहरु। अब म तपाईहरुलाई सिलाएर देखाउँछु। हेर्न सक्नुहुन्छ साथीहरु मैले दुईटै खुट्टाको चाहिँ फुट प्याड यहाँ सिलाइसकेको छु। यस्तो देखिएको छ। यसमा पनि यसरी हामीले फुट प्याड बनाइसकेपछि चाहिँ अब यसलाई चाहिँ हामीले हिपको भागमा जोइन गर्नुपर्छ। हिपको भागमा जोइन गर्दा चाहिँ हेर्नुस् है हिपलाई यसरी उल्टो बनाएर राख्ने यसरी। त्यसपछि यो भागलाई चाहिँ हेर्नुस् है यो हाम्रो जुन बिचमा सिलाइ परेको भागलाई यसो घोप्टो बनाएर राख्ने। हेर्न सक्नुहुन्छ यानी कि अगाडि पार्टलाई चाहिँ यसरी घोप्टो बनाउने। यो पछाडि पार्ट यसलाई पनि सेम यो अगाडि सिलाइ यानी कि अगाडि पार्टलाई चाहिँ यसरी घोप्टो बनाउने। यो पछाडि पार्ट यसरी राख्ने। त्यसपछिबाट यो सिलाइ र सिलाइमा ठ्याक्क समाउने र यतापट्टि हामीहरूले सिधामा हेर्नुस् है बाङ्गो पर्नु भएन खुट्टा यहाँनिर यसरी चिन्ह लगाइदिने। त्यस्तै यताबाट पनि धेरै नतानिकन हेर्नुस् सिधा बनाएर यसरी यहाँ चिन्ह लगाइदिनुस्। यति गरिसकेपछि चाहिँ हामीहरूले हेर्नुस् है यसरी राखेर देखाउँदै छु फेरि पनि। यसरी राखिसकेपछि हामीहरूले यहाँ टाका लगाइदिनुपर्छ र यसमा हामीले दुई ठाउँमा चिन्ह लगाइसकेपछि यसमा पनि हामीहरूले पिच्छको भाग पत्ता लगाउनुपर्छ। यो टुप्पो र यो टुप्पोलाई यसरी समात्ने
धेरै नतन्काउने, सकभर यहाँ बिचको पार्ट हामीले पत्ता लगाउने, एकदम एक्युरेट होस्। यति गरिसकेपछि अब यो हामीले चिन्ह लगाएको भागलाई र यो टुप्पो भागलाई टाँका लगाइदिनुहोस्। त्यस्तै यहाँनिर हामीले चिन्ह लगाएको यो भाग र यो हाम्रो सिलाइ भाग यहाँ टाँका लगाइदिनुहोस्। त्यस्तै यो हाम्रो चिन्ह लगाएको भाग र यो टुप्पो भागलाई हामी टाँका लगाइदिन्छौँ। हेर्न सक्नुहुन्छ हामीहरूले एक ठाउँ, दुई ठाउँ, तीन ठाउँ टाँका लगाइसकेको छ। एउटा खुट्टा जोइन गर्नको लागि चाहिँ हेर्न सक्नुहुन्छ हामीले यसरी जोइन गरेको छौँ। यो पछाडिको हाम्रो भाग भयो, हिपको भाग। अब अर्को खुट्टा नि म सेम यस्तै गरी यहाँ टाँका लगाउँछु। हेर्न सक्नुहुन्छ साथीहरू, मैले यो खुट्टाको भाग पनि यहाँनिर टाँका लगाइसकेको छु 1 2 3 ठाउँमा। अब हेर्न सक्नुहुन्छ हाम्रो एकदम बराबर देखिएको छ यहाँको भागहरू। अब यसलाई चाहिँ हामीहरूले सेम यस्तै नट सिलाइमा हामीले सिलाउन सक्छौँ। हेर्न सक्नुहुन्छ एकदम सेप आउने गरी हामीले यही सेप अनुसारै सिलाउनु पर्छ। यस्तो गर्दा चाहिँ हाम्रो खुट्टाको भाग चाहिँ एकदम सिधा र एक्युरेट पर्छ। हेर्न सक्नुहुन्छ। अब म तपाईहरुलाई यो दुईटै खुट्टाको भाग चाहिँ सिलाएर देखाउँछु।